राजतन्त्र ल्याउन भनेर अहिले मान्छेहरू भ्यागुता जस्तै बुरुक्क बुरुक्क उफ्रिरहेछन्। तपाईलाई थाहा छैन, अहिले हाम्रो देशमा राजतन्त्र नै छ। तीनवटा राजाहरू केपी, शेर र प्रचण्ड पालै पालो हामी माथि राज गरिरहेछन्। के यो राजतन्त्र होइन? यिनीहरू राजतन्त्र धरापमा पर्ला कि भनेर तर्सिरहेछन्। राजा ज्ञानेन्द्रले गणतन्त्र ल्याउलान् भनेर यिनीहरू कति पनि डराएका छैनन्। यिनीहरू नडराइकन ज्ञानेन्द्रलाई घाटेको नसा सुक्ने गरी गाली गरिरहेछन्। राजतन्त्रले जनतामा खुसियाली ल्याउँछ। यो देशमा जनता भनेका यी तीन भाइका खानदान र झोले मात्र हुन्। केही मान्छे भन्छन् यो देशमा सरकार छैन। किन छैन? ओली सरकार, प्रचण्ड सरकार, देउबा सरकार सरकार होइन। प्रचण्डले त्यति बेला 5 वर्ष मात्रै सरकार चलाउन पाएको भए ज्ञानेन्द्र त्यति बेला नै जेल कोचिन्थे। ज्ञानेन्द्रको माया लाएर कटुवाल काण्ड आफैले घटाएर सरकारबाट बाहिरिएका हुन्। प्रचण्डले जनताको लागि जे पनि गर्न तयार छन्। जनताको सुख नै यिनको सुख हो। भरतपुरको मेयर पनि जनता नै हुन्। प्रचण्ड अहिले केपी ओलीको विरोध गर्छन्, भोलि ओलीको पातको गुणगान गाउँछन्। शेरबहादुर देउबा काङ्ग्रेसका सभापति मात्र होइनन्, आर्जुपति पनि हुन्। शेरबहादुरले भाउजूका कुरा सुन्छन्। जोइ टिङ्ग्रेले यस्तो भनेको सुहाउँदैन। तपाईँ पनि श्रीमतीको कुरा सुन्न छोड्नुभयो भने कानको डाक्टर कहाँ जानुस्। केपी ओली र शेरबहादुरको सम्बन्ध। केपी ओली ड्राइभर हुन् भने शेरबहादुर खलासी। खलासीले ढ्याप्प गरिदियो भने गाडी ठ्याक्कै रोकिन्छ। सरकार भन्छ पूर्व विशिष्टलाई पनि सुविधा दिनुपर्छ, नत्र देशमा राजतन्त्र भएको के अर्थ? राजतन्त्र केपी, शेर र प्रचण्डका राजतन्त्र। मेरो कुरा मन नपरे गाली गरेर कमेन्ट गर्नुहोला, मन परे सेयर गर्नुहोला, सब्स्क्राइब गर्नुहोला। थ्याङ्क यू।